हामी छिमेकेश्वरी माई मन्दिरमा जान दर्शन गर्न जाँदैछौँ। दुईटा बोलेरो पिकअप लिएर। हाम्रो टिकटक मैंने खतरे हो इसको पूजा गरेर अता नि सबै मागेन टेका त त्यो पानी त के चाँडै खाके धेरै बेला लाग्छ होला भनेर 9 बजे गरे 10 बजे पुग्छ 11 12 बजे चाहिँ 12 बजे चाहिँ यहाँ आइपुग्दा हामी ब्लग बनाउँदै भाग्यो नानीहरु माथि नमस्ते भन्नु त नमस्ते दाइ नमस्ते सन्चै हुनुहुन्छ पानी मात्रै बोकौँ न त त्यसो भए पाउला नि त यहाँ ओके छ त को भइसक्यो रिताहरु ल्याइदिने नभन्ने खै त हाम्रो बाबुहरु खै गाहेन के उता नालेमा के पत्ता जाई पत्ता सबै उता राख्ला बाबुहरु पुग्लै छ। हामी सिद्ध भैरव देउरालीको मन्दिरमा आइपुगेका छौँ बल्ल बल्ल हिँडेर। हेलो गाइज, के छ कान्छी? हिँड्न सकेन? ठिक छ बहिनी, ठिक छ। कस्तो लागिरहेछ? बोल्नै सक्यो होइन? हिँड्दा हिँड्दा थाकेर धगाएर। गुड मर्निङ छिम्केश्वरी। के हो त्यो? काफल टिप्नलाई गइराखेका छन् गाइजहरू। यो चाहिँ लालीगुराँसको रुख। के हिचे यस्तो बइरा नमस्ते, म भाग्य लिम्बा खै के गीत आयो कानमा भाग्य नै पनि भन्दा त केही कलरै मिलेन नि त। कलर मिलेन अरे कलर
ए थुप्रै छ के बाइकमा आयो के बाइकमा कि बाटै बिग्रेर छोड्दै फोटो खिच्छन् भ्लग बनाउने भ्लग बनाउँछन् हामी धेरै आउनु आवा छोरी नै गइसक्यो ठिक छ हेलो हेलो किन यस्तो भाग्यो हिँड्न सकिएन भन बोल्न सकेको छैन झन् कहाँ यो काट्छ त नि यही लाइन झन् हाल्नुपर्छ होइन किन किन लाज किन बाबा साथीहरू आज शनिबारको दिन हामी छिम्केश्वरी मन्दिर दर्शन गर्न आएका छौँ एउटा बोलेरो रिजर्भ गरेर र मन्दिरको प्राङ्गणमै आइपुगेका छौँ छिम्केश्वरी माता की जय।
लौबानले भखल बजाछ दैगर सीमा रक्षा गरेर उधार कष्ट अनगर खोलको गर्दछ नलाभ मनले आएको दाय कामले सदस्य बोल्छ जेमा दैगर कष्ट अनगर खोलको गर्दछ नलाभ विद्यामा विद्या गर्छ सार खोलको र हामी सीमा रक्षा गरेर उधार रात परिवारलाई सुख शान्ति गर्ने सीमा रक्षा गरेर भगवानले भखल बजाछ दैगर सीमा रात परिवारलाई सुख शान्ति गर्ने सीमा रक्षा गरेर उधार कष्ट अनगर खोलको गर्दछ बालबच्चाले विद्यामा विद्या गर्छ सार खोलको र हामी सीमा रक्षा गरेर भगवानले रात परिवारलाई सुख शान्ति गर्ने सीमा रक्षा गरेर तपाईँले मैले आफ्नो दाय काम चल्यो ढुङ्गर माता गएर कटान गरेर फुलको गर्दा सङ्घलाई सुन्नुलाई तपाईँ ढुङ्गर माता गएर तपाईँको कटान गरेर फुलको गर्दा सर हामी फुलको गर्दा सङ्घलाई तपाईँले मलाई आफ्नो दाय काम चल्यो ढुङ्गर माता गएर कटान गरेर फुलको गर्दा सङ्घलाई सधैँ ढुङ्गर माता यो बत्ती धेरै भएको चाहिँ बाहिर हो त्यो त मैले उस नानी पालाबाट केही नहीं त्यो त मूल बत्ती हो नि त मूल बत्ती हो त्यो त मार्नु नामहरू सम्झिनुहोस् है तपाईँहरू नामहरू सम्झिनु गर्ने मान्छे भगल दर्शन के हो हामी भक्कल हो आज भक्कल हैन के दर्शन हो पूजाले गरिदिन्छ डोलो म गरिदिन्छु सुख शान्ति व्यापार व्यवसायमा पनि राम्रो पर्वतले विद्या विद्या ग्राम परिवारलाई सुख दर्शन होइन दर्शन नाम के अरे विष्णु ल विष्णु श्रीताले दर्शन बजाछ चाहिए र छिमा छुँदै माता सदा रक्षा गरेर उगर कष्ट गरेर फुलको गर्न ल मनले देवता हाम्रो सदस्य बोल्नु सत्यमा जय गरेर उगर कष्ट गरेर फुलको गर्न ल विद्यामा विद्या गर्न सार फुल्छ नाम के लक्ष्मी भगवान नाम के ल छविलाल श्रीले सदस्य दर्शन बजाछ जय गरी सीमा रक्षा गरेर उगर कष्ट नला दुष्ट नला फुलको गर्न ल बालबच्चाले विद्या विद्या गर्न सार फुल गरेर हामी सीमा रक्षा दान परिवारलाई सुख शान्ति रक्षा गरेर उगर कष्ट फुलको गर्न ल भगवान जय गरी उगर कष्ट गरेर फुलको गर्न ल
जान परिवारलाई सुख शान्ति गरी नलाउ तपाईँले मलाई आँटेको ताया काम चलो चिन्तन माता जय गरेर रोग कष्ट गरेर फुर्कु गर्दैछ नलाउ झिक्री नलाउ सबै चिन्तन माता जय तपाईँले रोग कष्ट गरेर फुर्कु गर्दैछ र अनि छोराछोरी ज्वाइँ नाता नातिनी सबको राम्रो होस् मनले चिताको पुगोस् यसपालि मेरो छोराछोरी पियार हालेर पियार आओस् भनेर छिमेकीछोरी माइलाई दर्शन गर्न आउँछु है सबै सँगै राम्रो गाउँमा सबै राम्रो गरिदिनुहोस् हो हामीले चढा भयो बाजे नाम के हो कल्पना श्रेष्ठको छोराछोरी रबिन श्रेष्ठको रबिना श्रेष्ठ सबिन श्रेष्ठ सबै परिवारको राम्रो होस् भनेर दर्शन गरेछु जय गरेर छिमा रोगेर कष्ट गरेर फुर्कु गर्दैछ नलाउ चिता पुगोस् सबै सबल सत्य माताको रोग कष्ट गरेर फुर्कु गर्दैछ नलाउ भगवतले विद्या विद्या गर्छ फुर्कु र अनि रचेको गाउँ परिवारले सुख शान्ति गरी छिमा रचेको रोग कष्ट गरेर फुर्कु गर्दैछ नलाउ सधैँ जय गरेर छिमा रचेको गाउँका दर्शन पूजा माया कामर सबल छिमा जय रोग कष्ट गरेर फुर्कु गर्दैछ र अनि गाउँ परिवारले सुख शान्ति गरी छिमा रचेको भगवतले विद्या विद्या गर्छ फुर्कु हरान गरी छिमा सेवा आदिको दाया कामहरू सदस्य बोल्नु जय गरेर ल तपाईँले बुझाउनुहोस् माताले रक्षेर तपाईँलाई रोगेर कष्ट गरेर फुर्कु गर्दैछ नलाउ तपाईँले मलाई आँटेको दाया काम चलो चिन्तन माता जय गरेर कष्ट गरेर फुर्कु गर्दैछ नलाउ झुसिन नलाउ सधैँ चिन्तन माता चाहिँ तपाईँले फुर्कु गर्दैछ जय माताले रक्षेर तपाईँलाई रोगेर कष्ट गरेर फुर्कु गर्दैछ नलाउ तपाईँले मलाई आँटेको दाया काम चलो चिन्तन माता जय गरेर कष्ट गरेर फुर्कु गर्दैछ नलाउ झुसिन नलाउ सधैँ चिन्तन माता चाहिँ तपाईँले कष्ट गरेर फुर्कु गर्दैछ माताले रक्षेर तपाईँलाई नाम के हो श्रेष्ठ देवी श्रेष्ठ देवी श्रेष्ठले दर्शन बुझाएको छ जय गरेर क्षेत्र रोग कष्ट नला त्यसै नला फुर्को भगवतले विद्या विद्या गर्छ परिवारलाई सुख शान्ति गर्छ हमारे माटी के तरह चला हमको चाहिए पूजा रक्षेर तपाईँलाई कष्ट नला त्यसरी नला तपाईँलाई फुर्को गर्दैछ नलाउ तपाईँले रक्षेर तपाईँलाई रोगेर कष्ट हानेर फुर्को गर्दैछ नलाउ तपाईँले मलाई आँटेको दाया काम चलो चिन्तनमा जय गरेर कष्ट हानेर फुर्को गर्दैछ नला त्यसरी नला सधैँ चिन्तनमा जय तपाईँलाई रोगेर कष्ट हानेर फुर्को गर्दैछ र अनि रक्षेर तपाईँलाई रोगेर कष्ट हानेर फुर्को गर्दैछ नलाउ तपाईँले मलाई आँटेको दाया काम चलो चिन्तनमा जय गरेर कष्ट हानेर फुर्को गर्दैछ र अनि तपाईँलाई कष्ट हानेर फुर्को गर्दैछ र अनि छिम्केश्वरी मन्दिर पूजा गरेर अब बुढी देउती मन्दिरमा चाहिँ जाँदैछौँ। काट्न पनि
सिपाल मान्छेले काटे एप्पल काटे हुर्काएर भने स्याउ काटे सहिले हुन्थ्यो हो बाबु अब यसपालि कोठी हुनु नि रे परेन यार यो त किसाट भएन नि कोठी हुनु गरेपछि अब बचत बुढी देउती मन्दिर आइपुग्यो चिसै छैन कि मेरो हातमा ओम जय माता दी हातले चलाइदियो जम्मै नानी आइज फुल चढाउनुलाई सुरुवाले चाहिँ पानी दिनु पूजा र टोपी खोले हुन्छ नि लाइटर त्यही राखेको थियो कि कोही बाल्नु कामलाई चाहिँ अहिले पछि बाल्नु पर्छ के हो 10 बजेर मलाई त ढुक्कै सकाएमा दिए राख्नु त्यसो भने पाँचवटा सिक्का पायो ढुङ्गामा फुल्लीको साथी के रे हाम्रो के पूजा गर्ने बेलामा पूजा गर्ने बेला के गर्ने लाइटै नजान बितेर हुँदैन कस्तो गाह्रो हुन्छ म त लाइट बाबु आउनु मेरो नि खै त दाइना कोही बस्ने कोही उभिने जम्मै जान त बसेर कोही उभिने सबैजनाले आफ्नो घरबाट के पाक्छ के हुन्छ सबै लिएर आएर यहाँ चाहिँ अब संयुक्त रूपमा मिसाएर अब खाने कार्यक्रम भइरहेको छ पूजापछि खानी मलाई दिएर
हल्ला पढाइदिन्छ अलिकति सानानसँग सानो नानीलाई हो छोरे भइहाल्छ छिम्केश्वरी पार्क यहाँ बसेको फोटो आउँछ कि